देश अराजकहरूको कब्जामा पुगेको भनेर कमेन्ट गरेका छन् सूर्य थापाले। सूर्य थापा तिनै मान्छे जसले चाहिँ रवि लामिछानेलाई फसाउनको लागि केपी ओलीसँग र गगन थापासँग मिलेर एकदमै ठुलो भूमिका निर्वाह गरेको थिए। त्यस्तो कीर्तिमानी काम गरेको मान्छेले अहिले यसो भन्दैछन्, हो तिम्रो लागि के चाहिँ अराजक हुँदो रहेछ भने 24 घन्टामा फटाफट लाइसेन्स प्रिन्ट हुनु अराजक हुँदो रहेछ। काम फटाफट हुनु, लाइसेन्स के अरे प्रिन्ट गरे जस्तै काम फटाफट हुनु, सबै निकायमा, सबै मन्त्रालयमा, सबै क्षेत्रमा काम हुनु चाहिँ अराजक हुँदो रहेछ। देश तीव्र गतिमा डिजिटलाइजतिर चाहिँ उन्मुख हुनु चाहिँ अराजक हुँदो रहेछ होइन। र सबै कर्मचारीहरू टाइममा काममा आउनु चाहिँ, जबमा आउनु चाहिँ अराजक हुँदो रहेछ होइन। तिमीहरूको लागि त सुशासन भनेको त रविलाई जेलमा लगेर थुन्ने त हो नि, हामी सबैलाई थाहै छ त।